खुरसाने रंगाना खुरसाने रंगाना दिन राति मायाको सम्झना आयो पानी छोयो बलेनी। कपडा यस्तो कपडा लगाइयो छ उठेर हामीले कोरेका दौरा कोरेका टोपी कोरेका धोती अब महिलाले खाली पिस्नी हो। अहिलेको भवन अति राम्रा। जुत्ता थिएनन् चप्पल थिएनन् एक सरा कपडा थिए। अब छपाथे अर्नी खर्च बोकेर हिँडिन्थ्यो। आज हामी यहाँहरु माझ एउटा छुट्टै प्रसंग लिएर उपस्थित भएका छौं। पुरा लाभ यो त हाम्रो हो नि त। यो देख्न पाउँदा मान्छे पाती भात खाने जति लाग्छ। केराका चप्पल बनाएको यहाँबाट पोलतिर जाँदा फुटे भएन। त्यहाँबाट दाराका हुन्छ यहाँबाट खुट्टो पल्ट्यो पोल्टे। त्यस्ता त्यस्ता जमाना बेहोरेर र अहिले गाउँघरमा संस्कार संस्कृति पुरानो परम्परा रीतिरिवाज त्यसलाई बचाउनको लागि पुराना पुस्ता अहोरात्र खटिरहनु भएको छ। तपाईका पालाको एउटा गीत हामीलाई पनि सुनाइदिनुहोस् त ल। त्यही सल्लाह हो हजुर। सुनमा यहाँ गाइन्थ्यो अलिक कन्ठौनी आउन हेर्नु। तर पुरानो संस्कृति पुरानो चाहिँ सृष्टि जगाएर राख्न समस्या भयो। युवा पुस्ताहरूले चासो गर्दैन। हामीहरूले धान्नै सकन छोडियो। अब अहिले सबै बारी अब जङ्गल भयो रुदिलो भरियो। अब मान्छे कोही छैन। गाउँमा लास परे तह परे फाल्ने मान्छे छैन। केटी त्यहाँ डाक्ने यताको यो रामचोङमा रङधुङ उता बिचमा सल्लाह गर्ने जङ्गलमा बस्यो। हेर्नुहोस् खिर पकाइयो। खिर पकाउनु भयो। लिटर दुधमा 1.5 किलो चामल अनि बसियो। अनि यसमा चाहिँ आधा किलो घिउ हालेर आधा किलो घिउ ठोक्दिया हजुर। त्यहाँबाट ओल्ला बुटाबाट पल्ला जाने पल्ला बुटाबाट पल्ला जाने त्यस्ता काफल हुने यिनी जम्मै हराएर यही 29 जति रोपेर पञ्चायती काल आयो। पञ्चायती कालमा यस्तै पहिला केही थिएन। यस्तो चौरामा बसेर बैठक गर्ने हो। 1 रुपियाँको 4 पाथी अन्न मिल्थ्यो। हेर्नुहोस् उतिखेर। अनि त्यस्तो बाघको डर केही हुन्छ त्यस्तो हुँदैन त्यस्तो। हेर्नुहोस् अब अघि पछि घुम्मिन्छ हाहो गरी चाहिँ कुर्लिजाम। सुख त अति राम्रो। हेर्नुहोस् महिलाले पिस्न परेन। छोरा मान्छेले नुन बोक्न परेन होइन हजुर। अहिलेको भवन अति राम्रा। मायासित भेट हुन गाह्रो छ आयो पानी छोयो बलेनी। दर्शक पनि नमस्कार। आज हामी यहाँहरु माझ एउटा छुट्टै प्रसंग लिएर उपस्थित भएका छौं। अहिले गाउँ बस्तीहरुमा नयाँ पुस्तालाई भेट्न हम्मे पर्छ। र अहिले गाउँ घरमा संस्कार संस्कृति पुरानो परम्परा रीतिरिवाज को संरक्षण र अझ भन्नुपर्दा त्यसलाई बचाउनको लागि पुराना पुस्ता अहोरात्र खटिरहनु भएको छ। उहाँहरुसँग अनुभव पनि छ। पुरानो जमानादेखि आजसम्म उहाँहरूले धेरै कुराहरू भोग्नु भएको छ। र आज हामीले उहाँहरुसँग तिनै पहिलाका दुःख र अहिले गाउँघरमा चलेको विकासको लहरसँग उहाँहरुका कथाहरू अथवा उहाँहरुका विचारहरूलाई यहाँहरु सामु ल्याएका छौं। आउनुहोस् उहाँहरुसँग केही अन्तरङ्ग कुराकानी गरौँ। अब उठेर जुत्ता थिएनन् चप्पल थिएनन् एक सरा कपडा थिए। अब छपाथे अर्नी खर्च बोकेर हिँडिन्थ्यो। झरी भन्न पाइन्न थियो। बादल भन्न पाइन्न थियो। हिउँ आए पनि सहन पर्यो। पानी आए पनि खट्न पर्यो। गहराका कुनामा पानी पर्टिन्थ्यो। उड्किलेरी डोकाको वदुवार रात काटिन्थ्यो। हिँड्दाखेरि बिहान उकालो बाटो राति हिँड्ने भनेर 4 बजी उठेर जो हिँडिन्थ्यो त्यसरी 16 दिनका दिन नुन ल्याएर खाइयो। हजुर घरभरि जानुहुन्थे। अहिले सबैका घर लगभग खाली छन्। बसाइ सरेर मान्छे गाउँ रितिसकेका छ। के भन्नुहुन्छ के भइरहेछ? अहिले त अब के भन्ने त्यो कुरा सम्झिँदाखेरि त अब एकदम नराम्रो लाग्छ। रुनी मन लाग्छ। पहिला खेतीपाती गरिन्थ्यो रात दिन जोडेर।
अहिले सबै बारी अब जङ्गल भयो, रुदिलो भरियो। अब मान्छे कोही छैन, गाउँमा लास परे तह परे फाल्ने मान्छे छैन, जग्गा जमिन बाँचिए, घर कटेर बङ्गालाहरू अब कोही स्याउली लागेका छन्, कोही भत्किएका छन्। यो देख्दाखेरि अचम्म लाग्छ हजुर मलाई। मादलो दुई ताला, मादलो दुई ताला, ज्यानको के छ मेरो त यही चाला, आयो पानी सोयो बलेनी। त्यति बेला कतिको दुःख थियो, कसरी दिन बित्यो त्यति बेला? दुःख थियो त झरी भन्न पाइन्थ्यो, बाल काम गरी त कति गऱ्यो। अहिले हात्तीमा जन्मेको मान्छे हो त हजुर, हामी होइन त। अहिले सत्यसम्म पुरा लाभ आयो त हाम्रो, हो नि त। यो देख्न पाउँदाखेरि मान्छे पाती भात खाने जति लाग्छ हजुर। यी कपडा यस्तो कपडा लगाइयो छ, उत्तिर हामीले कोरेका दौरा, कोरेका टोपी, कोरेका धोती। अब महिलाले खालि पिस्ने हो। अहिलेको भगवान अति राम्रा, त्यही हो हजुर। हामी हत्तीमा जन्ने मान्छे यो देख्दाखेरि सत्य हो त। यो धनी क्या गरिब क्या एक नाश, त्यो भन्छु मैले प्रभु। भने यहाँहरूको भनाइमा पहिलाभन्दा अहिले धेरै सुख छ? सुख त अति राम्रो। हेर्नुहोस्, महिलाले पिस्न परेन, छोरा मान्छेले नुन बोक्न परेन, होइन हजुर। अहिलेको भगवान अति राम्रा। खुर्सानी रञ्जना, खुर्सानी रञ्जना, दिन राति मायाको सम्झना, आयो पानी सोयो बलेनी। अस्ति बुटोल गएको अर्गेलीमा काफल देखेँ। यहाँ काफलको एउटा जरो छैन। काफलका नाम कस्ता थिए भने किचिने काफल, बाक्ले काफल, त्यहाँबाट ओल्ला बुटाबाट पल्ला जाने, पल्ला बुटाबाट पल्ला जाने, त्यस्ता काफल हुने। यिनी जम्मै हराएर यही 29 गति रोपेर अलिअलि हरिभरि भयो। चौतारी यहाँ चाहिँ एकदम कालै हुने, त्यसको रोक्सी बनाउने, त्यसको फेरि अब झारतिमको चौतारी, त्यहाँबाट ओइसालु त ठेका लगेर टिप्ने, तिनी ओइसालु पनि हरा। त्यहाँबाट पहिला यिनी चाहिँ गिठा, तिनी केटाकेटीले चोर्ने, उखु चोर्ने, खान्न पाएर होस्। अचल तिनी उखु पनि त्यही खोला फालिया छन्, गिठा खोलाभरि छन्, केही खाना अब केटाकेटीले पनि गर्न छोडे। अब यहाँ 80 वर्ष पार गरिसक्नु भएको छ। अब यहाँहरूले धेरै अनुभव पनि बटुल्नु भएको छ। यहाँहरू सानो हुँदा अथवा यहाँहरूको अझ भन्नुपर्दा वंशको पालाका त्यति बेलाको काम गराई, त्यति बेलाका दुःख र अहिलेको यो समाज, अहिलेको यो परिवर्तन, यसमा अब तुलना गर्दाखेरि के फरक पाउनुहुन्छ, कस्तो छ? नमस्कार, म मालिका 5 चप्लेटी गोविन्द बहादुर विक। पहिला केही कपडा हुन्न त हेर्नुहोस्, अल्लो सिस्नो हुन्थ्यो। त्यो सिस्नो काडेर त्यसका चाहिँ कमेरो हालेर ताउलामा पकाएर, त्यसमा पकाएर चाहिँ त्यो त्यसका अल्लोका धर्सा चाहिने बुटा यस्तै सुकाएर त्यहाँ त्यसलाई छटाएर त्यसका कपडा बनाएर सलक्क कपडा त्यहाँ टाउकामा बाँधेर न्यानो गरेर बस्थे। 1 रुपियाँको 4 पाथी अन्न मिल्थ्यो। हेर्नुहोस्, उतिखेर 1 रुपियाँको 4 पाथी। 220मा भैँसी मैले किनेको हुँ। अहिले मैले अस्ति 67,000 हालेर ल्याउँछु। 67 बान्यो र अहिले र उतिखेरमा काफी फरक छ। तर सुख सोच्ने हो भने अहिलेलाई छ। नुन जान्थ्यौँ, हेर्नु हर्रो रङको एउटा चेदर हुन्थ्यो, त्यही लिएर के ओछ्याउने हो के ओढ्ने हो, कपडा हुन्न त्यस्ता जमाना भोगियो। अब जडीबुटी खाने, सागपात खाने, अन्न सिटिमिति नहुने, खालि घरको मात्रै अन्न जान थुप्रै भयो, पुग्ने। त्यस्ता जमाना, त्यस्ता थितिहरू सबै हामीले बेहोर्यौँ।
र सुखको कुरा गर्ने हो भने त हाम्रै सामनेमा अहिले काफी सुख छ। तर पुरानो संस्कृति पुरानो चाहिँ सृष्टि जगाएर राख्न समस्या भयो। युवा पुस्ताहरूले चासो गर्दैन, हामीहरूले धान्नै सकन छोडियो, अब गर्नै सकन छोडियो। झरेको महिना झरेको महिना खोलिसु यो खोइ पानी कोही छैन आयो पानी छोयो बोलेनी ए माजालु दुई ताला माजालु दुई ताला जनको ताला मेरो त यही ताला आयो पानी छोयो बोलेनी धोएरा शुक्लारा धोएरा शुक्लारा तेरा चाला सधैँलाई पुग्लारा आयो पानी छोयो बोलेनी माया जङ्गल छोडेन रगतैको बला बोलेनी रासुलाका धोएरा सुलाका सधैँलाई पुग्लारा आयो पानी छोयो बोलेनी त्यति बेलाको राजनीति, त्यति बेलाका कुरा र अहिलेको व्यवस्था, यो राजनीति हेर्दाखेरि तुलना गर्दाखेरि के फरक छ, कस्तो लाग्छ यहाँलाई? मेरो जन्म 2004 सालको हेर्नुहोस्। राणा शासन भन्ने थियो अरे 7 सालमा हराएको अरे। त्यहाँदेखि मुख्य जिम्मालको पालो भयो। मुख्य जिम्माल कहाँ बेठीतिर नगए पाट लौ तँलाई दण्ड गर्छु सजाय गर्छु भन्ने आज एउटा गइएन भने मुख्य जिम्माललाई भोलि दुईवटा भएर आएर त्यो बेठी तिर्न पर्यो। त्यो बेठी तिरेर अब कोत्रो पनि हो कि बेठी भने के हो? बेठी भनेको त्यो मुख्य र जिम्मालले सालको एक टाइम खेतारो जाने त्यसै जाने हेर्नु ए दण्ड तिरे जस्तो दण्ड तिरे जरिमाना अनि नगए फेरि एउटा खेतारो गए पुग्थ्यो, अर्को दिन दुईवटा पनि लिन सक्थ्यो उनले। र त्यसो गरेर त्यस्ता जुग जमाना बेहोर्यो। हामीले पञ्चायती काल आयो। पञ्चायती कालमा यस्तै पहिला केही थिएन, यस्तो चौरामा बसेर बैठक गर्ने हो। अब आउने बजेट आउनु नदियो। अहिले कस्तो लाग्छ? यहाँहरूले त अब त्यति बेला नि भोग्नुभयो, अहिले पनि भोगिरहनु भएको छ। होइन, अहिले त एकदम राम्रो छ, राम्रो त छ। अब के गर्ने, प्रतिनिधिको यो हाम्रो गरिब ठाउँमा एउटा नभई पनि भएको छैन। यो हुनु पनि धिक्कारै छ। कति सकर छ घर उत्तर पञ्चायत कालमा त बरु हामीले घरको काम पनि गर्छौँ। अहिले त घरको काम हुनु छैन। प्रतिनिधिलाई साह्रै नै दुःख छ, तर जनतालाई त एकदम राम्रो छ। अनि बुवा, यो पहिले तपाईँहरूका जमानामा अब यो राति अब कटेरामा सल्लाह गर्ने केटीहरूसित अनि गीत गाउने चलन थियो। अहिले त्यसलाई दोहोरी गीत भन्छ, अहिले दिउँसै पनि गाउँछ होइन। अहिले त रेस्टुरेन्टहरूमा होटलहरूमा गाउँछ। त्यति बेलाका गीतहरू अब कसरी गाउनुहुन्थ्यो, कहाँसम्म पुग्नुहुन्थ्यो? तब पुग्यो हेर्नु, यो जङ्गल काटेर गयो उता यो डाँडो काटेर घुमेका केटी त्यहाँ डाक्ने, यताको यो रामचेढुङमा रथुङ उता बिचमा सल्लाह गर्ने, जङ्गलमा बस्यो हेर्नुहोस्। कस्ता गीत गाउँथे त्यति बेला? यही रेले सल्लाह यिनी चुड्के हुन् पुरा रेले सल्लाह हो। सुनाइमा त धेरै गाएनन् हेर्नुहोस् है। तपाईँहरूको पालाको एउटा गीत सुनाउनुहोस् न हामीलाई। सुरुमा तिनी हुन् सुनाइ होइन, तपाईँको पालाको एउटा गीत हामीलाई पनि सुनाइदिनुहोस् त ल। त्यही रेले सल्लाह हो हजुर। सुनमा यहाँ गाइन्थ्यो, अरू कण्ठ नि आउनु हेर्नु। होइन, जे आउँछ त्यही गाउनुहोस् ल। कण्ठ नआए पनि त्यही सुनमा भन्नु न। सुनामायाले धोर तेज चेरे अपोइदा लोभायो
त्यही यो सुन माया हो मायालाई बाँसको छोरो घरानी घुम्दै घुम्दै आउँछु हजुरलाई भनी मेटे है के भन्यो यो गीतले के भन्यो हामीलाई सुनाइदिनु सम्झाइदिनु धोर्ती चिरी पैदा भयो बाटो छोरो घनी रिम्दै घुम्दै आयो हजुरलाई भनी त्यही भने मैले यही सुन्नु है त्यही भनेछु हजुर। अनि पहिला यहाँहरूका पाला अब दुःख पनि थियो खेतीपाती गर्न, अहिले अलि सुख छ। पहिलेका दिन र अहिलेका दिन सम्झिँदाखेरि के कतिको फरक छ अहिले? अहिले त अब बाटाघाटा पानीको लागि अब आनन्द छ, स्वर्ग छ। पानी बोक्न परेन, दाउरो बोक्न परेन, घाँस बोक्न परेन। अब मान्छेलाई टल मात्रै चाहियो, खान मिठो चाहियो, काम गर्न धौ भयो। भगवान पुऱ्याइदिनु भएको छ। अब हामी सत्यमा जन्मे भन्ने हामी त हत्तीमा जन्मेको काम गर्न होइन हजुर। धर्म र कर्म भन्ने सकिए जस्तो लाग्न लाग्यो मलाई। ए धर्म कर्म अहिले सकिए जस्तो लाग्यो यहाँहरूलाई? हजुर। किन, कसरी? होइन, सबै कुरा मानिसमा विश्वास छैन, धर्म छैन। नचाहिँदा काम गर्नलाई मान्छेले यो सिद्धा पापीमा आयो पानी छोयो गुनाले भइयो केतरी करायो